हेलो सम्पूर्णमा नमस्कार। मेरो नाम तपेन्द्र बोगटी। म चाहिँ यहाँको भ्यू कस्तो छ र यहाँको वातावरण कस्तो छ त्यही देखाउन गइरहेको छु। एकदमै राम्रो छ। पुगेको छ हरियो रङ्गिचङ्गी र कुहिरोले पनि यस्तै छ ढाकेको। 2 दिनभर रेगुलर पानी परेको छ। नाइस भ्यू। अनि यहाँनिर चाहिँ काँक्रा फलेको रहेछ कि छैन झ्यारमा थाहा पनि भएन। एउटा झुल चाहिँ यहाँदेखि आएको रहेछ। सम्पूर्ण देखाउने छु। हेरेर साथ दिनु। यहाँ चाहिँ अलिअलि मकै, यहाँ चाहिँ आलु, हामी चाहिँ बस्ने यतै घरतिर। यो चाहिँ हाम्रो दोस्त चिटु, यो चाहिँ हामीसँगै बस्छ। चाहिँ फेरि यता हिँडिरहेको छौँ। मेसिनको टायर खोल्नको लागि हिजो मेसिनको टायर पङ्चर भएको थियो, त्यसैले टायर खोल्नको लागि यता आएका छौँ।